स्वागत छ साथीहरू आजको मेरो यो डे 2 मिनी ब्लगमा। म चाहिँ आज फुलहरूको सरसफाइ गर्दैछु। अनि यो बेडको साइडमा राखेको फुलहरू चाहिँ त्यतिकै माटोमा मात्रै राख्दाखेरि कस्तो रफ देखिने अनि किराहरू आउने के। त्यही भएर मैले चाहिँ यो माटो अलिकति निकालेर गिटीहरू लगाइदिएँ कि यो गिटीहरू लगाएपछि चाहिँ किराहरूबाट पनि बच्ने प्लस राम्रो पनि देखिने। हेर्नु न कस्तो राम्रो देखियो है भन्दै म चाहिँ फुलहरू स्याहार्दै थिएँ। भाइ आएर पुरा मलाई झिस्काइरहेको थियो कि डेटे यताउति म भोइस ओभर गर्दाखेरि के मिस्टेक हुन्छ नि त। त्यही भएर देख्दा जति सजिलो देखिन्छ नि त्यति सजिलो नहुने कि यो भोइस ओभर गर्न चाहिँ। ओ माई गड कति गाह्रो। अब फर्स्ट भएर पनि होला सायद होइन, त्यही भएर कस्तो गाह्रो लाग्ने कि मलाई त। ओहो यति टाइम लाग्छ, कहिले के नमिल्ने कहिले के नमिल्ने, कहिले भिडियो नमिल्ने कहिले भोइस नमिल्ने कहिले के नमिल्ने। हेत्तेरिका यति गाह्रो हुने है। त्यही पनि म प्रयास गर्दैछु साथीहरू, हजुरहरूले पनि मलाई सपोर्ट गर्नुहोला भन्दै म लागे मेरो यो सानो करेसा बारीतर्फ। यो चाहिँ मेरो खोर्सानी हो, हेर्नु न साथीहरू। तर यो कस्तो मेरो खोर्सानी किरा लागेछ कि यसमा के लगाउने होला है। सेतो सेतो डल्लो डल्लो आछ कि अनि यसले गरेर पुरै खोर्सानी नै झरिराखेको छ कि फल नै, तर झरिहाल्ने। हजुरहरूसँग के आइडिया छ भने कमेन्टमा लेखिदिनु होला है, ताकि म मेरो खोर्सानीलाई बचाउन सकूँ। सानो ठाउँ भए पनि सबै कुरा रोपेको छु है मैले सकेसम्म चाहिँ। पुदिना, खोर्सानी, ड्र्यागन फ्रुट, लसुन, ओहो भन्दै गनगनिँदै म चाहिँ भिडियो बनाउँदै थिएँ। त्यति बेला मेरो बहिनी पनि आइपुगेछ मलाई कोसेली लिएर। हेर्नु न यो फुल अङ्गुर ल्याएर अनि यो अङ्गुरलाई चाहिँ मैले साइडमा राखेर पुरासँगले फुललाई अँगालो मारेर यताउति गर्दै थिएँ, किनभने मलाई एकदमै मनपर्छ क्या फुल भन्ने चिज चाहिँ नि। अनि साथीहरू म केही ढिला नगरी मेरो फुललाई व्यवस्था गर्नेतर्फ पनि लागिहालेँ। पुरानो फुलहरूलाई निकालेर यताउति गोडगाड पारेर पानी सानी हालेर अनि ल है तिमीहरूको अर्को साथी पनि आएको छ भन्योरी टक्कसँगले पानी सानी लाएर मिलाएर उनीहरूलाई पनि मैले बाँसमा सफा गरेर राखेँ। अनि यो फुल चाहिँ नि साथीहरू मलाई जति भए पनि पुग्दैन कि। मलाई मात्र हो कि हजुरहरूलाई पनि हुन्छ हो यस्तो, जति फुल भए पनि नपुग्ने, जति मान्छेले ल्याइदिए पनि ठिकै छ, आफू किन्न गए नि ठिकै छ भन्दै गफै गफमा मेरो फाइनल लुक चाहिँ यस्तो भयो साथीहरू। कस्तो भयो कमेन्ट गर्नुहोला। यहाँसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। भेटौँला अर्को